एक अलग खालको माया छ तिमीप्रति। कहिले तिमी यति मन पर्छौ कि जसको कुनै सीमा नै हुँदैन। अनि फेरि यस्तो लाग्छ कि केही पनि छैन तिमीसँग। म कति रात तिमीलाई नसम्झी पनि सुतेको छु, अनि कति रात मलाई निन्द्रा पनि लागेन। कहिले तिमी नहुँदा सब थोक शून्य लाग्छ, फेरि कहिले एक्लै हुँदा पनि मलाई त्यति मतलब लाग्दैन। यस्तो लाग्छ मेरो माया कहिले धार र कहिले दोधारमा अल्झिरहेको छ। कहिले तिम्रो नाम मात्र सुन्न पाउँदा नि खुसी लाग्छ, त कहिले केही मतलब नै लाग्दैन। कुनै दिन तिम्रो माया लाग्यो भने दिनभर तिमीलाई नै सम्झिन्छु। कुनै दिन गुनासा भए म एक्लै रोइदिन्छु। बुझ्न सकेको छैन कि तिमीलाई आफ्नो बनाऊ या अझै जाँचु तिम्रो मायालाई। कहिले लाग्छ माया त तिमी पनि गर्छौ, फेरि कहिले लाग्छ यो मायामा म एक्लै छु, तिमी त कहीँ पनि देखिँदैनौ। किनकि सधैँ तिम्रो याद पनि त आउँदैन मलाई। हरदम तिमीप्रति एकरो पनि त हुन्न म। कहिले तिमीले मतलब नगरेको देख्दा रिस उठ्छ, कहिले फेरि मतलब नै लाग्दैन तिमी बोल्दा र नबोल्दामा। मैले सुनेको छु मायामा पीडा धेरै हुन्छ भनेर, तर हामी बिच त माया नै बेला बेला मात्र हुन्छ नि। मलाई थाहा छैन यसलाई माया भन्ने कि के, तर जुन दिन तिम्रो माया लाग्छ नि साँच्चै धेरै गहिरो लाग्छ। जस्तो कि मलाई जलन हुन्छ तिमीलाई अरू कोहीसँग देखेँ भने। बार बार तिमीसँगै बोल्ने चाहना बढेर जान्छ। एक्लै हुँदा पनि तिमीलाई अरू कोहीसँग देखेँ भने, एक्लै हुँदा पनि तिमीलाई आफूसँग भएको सम्झिन्छु। हो, त्यस बेला बल्ल फिल हुन्छ कि साँच्चै हामी त रिलेसनमा पो रहेछौँ। तर फेरि अलिक दिनपछि उतार चढाव सुरु भइहाल्छ। सायद तिम्रै कारणले हो या मेरो। मलाई तिमीसँग नबोल्दा त्यति चित्त दुख्दैन यस्तो के भएको, किन भएको, साँच्चै मैले बुझ्नै सकेको छैन। यस्तो लाग्छ कि तिमी टाढा छैनौ मेरो, र मेरो नजिक पनि त छैनौ। तिमी साथ भए नि ठिक लाग्छ, तिमी नभए नि ठिकै लाग्छ। तिमीलाई मनमा राखेको छु, सायद यसैले यस्तो भएको हुनसक्छ। अब यसलाई भन्नेले त टाइम पास गरेको भन्लान्, तर मलाई लाग्छ यो एक खालको सेफ ग्याप हुनसक्छ। यदि कुनै दिन तिमीले छोड्यौ भने पनि त्यति टेन्सन त हुँदैन नि मलाई। यसको मतलब माया नै गर्दिन भन्ने पनि त होइन। माया त गर्छु धेरै, तर एकरो पनि भास छैन।